आइसिसी मेन्स T20 वर्ल्ड कप 2026 सुरु हुन अब लगभग पनि होइन, ठिक 1 महिना बाँकी छ। यस सँगसँगै नेपाल क्रिकेट सङ्घ क्यानले नेपालले खेल्ने स्क्वाड तयार पारिसकेको छ नेपाल क्रिकेट टिमको। र यो क्रिकेट टिम तयार पारिसके पश्चात चाहिँ सबै मान्छेलाई चित्त बुझेको छैन, धेरैजसो मान्छेलाई छैन र अधिकांश मान्छेलाई चाहिँ यो एकदम ठिक छ भनिरहेका छन्। त्यस्तो किन छ र स्क्वाड कस्तो छ भन्ने बारेमा कुरा गर्नुपर्दा चाहिँ यसपटक पनि T20 वर्ल्ड कप 2026लाई पनि कप्तानी रोहित पौडेलले गर्नेछन्। यसअगाडि 2024मा पनि रोहितकै कप्तानीमा हामीले T20 वर्ल्ड कप 2024लाई खेल्न पाएका थियौँ र यसपटक पनि रोहितले नै कप्तानी गर्नेछन्। त्यस पछाडि टिममा छन् दिपेन ऐरी, कुशल भुर्तेल, सन्दीप लामिछाने, बसिर अहमद, लोकेश बम, गुलसन झा, सन्दीप जोरा, नन्दन यादव, सोमपाल कामी, आसिफ शेख, करण केसी, शेर मल्ल, आरिफ शेख र ललित राजवंशी। यसभन्दा अगाडि टिममा बसिर अहमद परिराख्थे नेसनल टिममा, तर अहिले शेर मल्ल भने सिधै एनपिएल पछाडि चाहिँ सिधै वर्ल्ड कप खेल्न पुगेका छन् नेपालको तर्फबाट। यो एउटा ठुलो एचिभमेन्ट हो र हामीले एनपिएलमा उनको निकै उत्कृष्ट प्रदर्शन देखाएको थियौँ। आशा छ कि उनले चाहिँ राम्रो प्रदर्शन गर्नेछन् आइसिसी वर्ल्ड कप 2026मा पनि। र यसरी टिमको कुरा गर्नुपर्दा चाहिँ यसमा निकै आशा राखेका, एनपिएलमा निकै राम्रो प्रदर्शन गरेका थिए। हुन त डोमेस्टिकमा प्रदर्शनलाई हेरेर अगाडि इन्टरनेसनल खेल्छ भन्ने त छैन, तर धेरै मान्छेहरूले चाहिँ यसमा अविनाश बोहरा, विनोद भण्डारी होइन त्यस्तो खेलाडीहरूलाई चाहिँ लिएर आउनु पर्थ्यो भन्ने थियो। तर यसमा के छैन, यो एकदमै उत्कृष्ट स्क्वाड बनेको छ। उहाँहरूले चाहिँ जुन डोमेस्टिक खेल हो त्यसमा चाहिँ राम्रो प्रदर्शन गर्नुभएकै हो, होइन भन्न मिल्दैन। तर बाहिर खेल्नको लागि चाहिँ अलिकति राम्रो र उत्कृष्ट टिम बनेको छ। नेपालको यो स्क्वाड राम्रो नै देखिन्छ। यसरी सरासर हेर्ने हो भने यसमा धेरै साथीहरू चाहिँ के हुनुहुन्छ भने अलराउन्डर हुनुहुन्छ। तर यसरी हेरौँ एकचोटि, अलराउन्डर रोहित पौडेल, अलराउन्डर दिपेन ऐरी, कुशल भुर्तेल होइन, त्यस्तै बसिर अहमद, गुलसन झा, त्यसपछि अर्को हुनुहुन्छ सोमपाल कामी होइन, त्यस्तै करण केसी, त्यस्तै शेर मल्ल, त्यस्तै आरिफ शेख। यो सबैजना चाहिँ के छन् भने अलराउन्डर छन् होइन। त्यस्तै प्योर ब्याटरको रूपमा चाहिँ यसमा राखिएको छ सन्दीप जोरा, लोकेश बम र आसिफ शेख चाहिँ विकेट किपर ब्याटर र लोकेश बम पनि विकेट किपर ब्याटर छन्। र प्योर बलरको रूपमा चाहिँ 3जना खेलाडी राखिएको छ, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी। नेपालको एउटा उत्कृष्ट कुरा के छ भने चाहिँ यस टिममा अलराउन्डिङ एकदमै राम्रो रहेको छ नेपालको, किनभने सुरुदेखि अन्तसम्म बलिङ र ब्याटिङलाई सम्हाल्न सक्ने क्षमता भएका खेलाडीहरू भएकोले यो एउटा उत्कृष्ट टिम बनेको छ। यसमा अब सबैजनाले भनिरहेका थिए कि अब यसमा विनोद भण्डारी आउनु पर्थ्यो होइन, त्यस्तै अर्को अविनाश बोहरा आउनु पर्थ्यो होइन। र यसमा छुट्याइएका खेलाडी भनेको अर्का आदिल आलम पनि हुन् होइन। उनले पछिल्लो जुन अहिले एनपिएल खेले उसमा चाहिँ त्यति राम्रो प्रदर्शन दिन सकेका थिएनन् होइन। त्यस पछाडि कुशल मल्ल हाम्रो देशको एउटा हार्ड हिटरको रूपमा हामी लिन सक्छौँ। तर यसपटक पछिल्लो समयमा उनको पर्फर्मेन्स निकै विक रहेको हुँदा चाहिँ उनलाई हामीले टिममा देख्न पाएनौँ र उनी पनि टिमबाट बाहिरिएका छन् भने आशा गरिएका अन्य खेलाडीहरू जस्तो ईशान पाण्डे लगायतका अन्य खेलाडीहरूलाई पनि क्याम्पमा बोलाइएको थियो, तर उनीहरूलाई चाहिँ सेलेक्ट गर्न सकेन, किनभने यो एउटा उत्कृष्ट टिम बनेको छ र यसमा सबैजना एकदमै अनुभव प्राप्त खेलाडीहरू रहेका छन् र अनुभव पनि निकै काम आउँछ र यो नराम्रो टिम भन्ने छैन, निकै उत्कृष्ट टिम छ। र हामी आशा गर्छौँ कि अब यो वर्ल्ड कपमा नेपालले चाहिँ एटलिस्ट एउटा हाम्रो टेस्ट टिमलाई चाहिँ हराओस् भन्ने एउटा आशा रहेको छ होइन। तर हराउन सक्छ, किनभने नेपालले अवश्य राम्रो प्रदर्शन गर्नेछ। हुन त अहिले वर्ल्ड कप अगाडि कुनै पनि खेलहरू रहेनन् र बिना प्र्याक्टिस सिधै नेपालले चाहिँ वर्ल्ड कप खेल्ने भएको छ। त्यसैले पनि अलिकति हाम्रो प्रदर्शन कमजोरी हुनसक्छ, किनभने कुनै पनि खेलहरू नखेलेर सिधा होइन फिल्डमा उत्रिनु भनेको त्यति राम्रो भने पक्कै पनि होइन। तर पनि केही छैन, नेपालले राम्रो प्रदर्शन गर्नेछ भन्ने हाम्रो एउटा आशा रहेको छ। 2024को पनि स्क्वाडलाई एकचोटि हेरिहालौँ कति परिवर्तित छ त अहिले, एकचोटि हेरौँ होइन। रोहित पौडेल होइन, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतीश चिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल ऐरी रहेका थिए भने अहिले चाहिँ यसमा 2024मा रहेका त्यतिखेर प्रतीश चिसीको ठाउँमा चाहिँ सन्दीप लामिछानेलाई ल्याइएको थियो। त्यसैले यसमा अहिले उनलाई परिवर्तन नगरौँ, किनभने उनले वर्ल्ड कपमा सहभागिता नै जनाउन पाएन कि छैन। त्यसपछि अनिल शाह बाहिरिए, त्यस्तै कुशल मल्ल बाहिरिए,
त्यस्तै प्रतीश ऋषि त भइहाल्यो नै, त्यसपछि अविनाश बोहरा, सागर ढकाल, कमल सिंह ऐरी। हाम्रो बलिङ डिपार्टमेन्ट लगभग पूर्ण रूपमा चाहिँ चेन्ज भएको छ। यो हिसाबले चाहिँ हामी आशा गरौँ कि यो पटकको स्क्वाडले राम्रो प्रदर्शन गर्नेछ र यसपटक हामीले जर्सी पनि देखिसकेका छौँ। हाम्रो एकदमै यादगार रहेको 2014को वर्ल्ड कपमा चाहिँ नेपालको जर्सी जस्तो थियो त्यससँग मिल्दोजुल्दो जर्सी रहेको छ। त्यसैले अहिले जर्सी पनि त्यस्तो छ र प्रदर्शन पनि त्यसरी नै उत्कृष्ट रहोस् र हामीले यसमा एकदमै आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकियोस्। हामी छिमेकी देशमा नै खेल्नेछौँ। अब श्रीलङ्कामा पनि खेल्न सकिने अवस्था आइसकेको थियो, तर आइसिसीले चाहिँ लगभग बङ्गलादेशको खेलहरू चाहिँ श्रीलङ्कामा नलाने भएको छ भन्ने एउटा खबर आएको छ। अब चेन्ज गर्छ या गर्दैन थाहा भएन। यदि चेन्ज गरेको खण्डमा चाहिँ हामी बङ्गलादेशसँग चाहिँ श्रीलङ्कामा खेल्नुपर्ने हुन्छ भने भने हामी सबै खेलहरू चाहिँ इन्डियामा नै खेल्नेछौँ र आशा छ हामी सबैजना सकेसम्म फिल्डमै पुगेर पनि सपोर्ट गर्ने अवस्था रहेको छ अहिले चाहिँ। किनभने इन्डिया भनेको हामी सहजै रूपमा जान सक्ने ठाउँ हो र केही छैन, हामी दर्शकहरूले जसरी सकिन्छ त्यसरी सपोर्ट गर्नेछौँ। तर खेलाडीहरूले चाहिँ आफ्नो 100% दिएर अगाडि बढेको खण्डमा चाहिँ हामी अवश्य पनि यसपटक वर्ल्ड कपमा चाहिँ राम्रो प्रदर्शन गरेर फर्कनेछौँ। हाम्रो छिमेकी देश भारतमा सबै खेलहरू रहनेछन् हाम्रा चाहिँ र आशा गरौँ हाम्रो यो टिमले उत्कृष्ट प्रदर्शन गरोस् र अहिलेदेखि एकदमै बेस्ट अफ लक भन्न चाहन्छु हाम्रो टिमलाई चाहिँ। तपाईँहरूलाई कस्तो लागेको छ यो स्क्वाड? के यसमा कुनै फेरबदल भएको भए राम्रो हुन्थ्यो त? तपाईँहरूलाई के लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला र भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्दै सब्सक्राइब पनि गर्न नछुटाउनुहोला र च्यानलमा जुड्न नभुल्नुहोला। बाँकी जानकारीका लागि च्यानलमा जोड्दै गर्नुहोला। धन्यवाद, नमस्कार।